नमस्कार साथीहरु, मेरो युनिक टेक्नोलोजी च्यानलमा यहाँलाई स्वागत छ। म अब आज यदि तपाईहरु फोटोशप युजरहरु हुनुहुन्छ अथवा तपाईहरुको फोटो स्टुडियो छ अथवा तपाई फोटो एडिटमा कुनै काम गर्दै हुनुहुन्छ भने म तपाईहरुलाई आज स्टक इमेजलाई चाहिँ अनस्टक कसरी गर्ने भनेर सिकाउँदै छु साथीहरु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि मेरो नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। अब आगामी दिनहरुमा पनि म तपाईहरुलाई यस्तै काम लाग्ने भिडियोहरु चाहिँ नियमित ल्याइराख्ने छु। अब अहिलेलाई भने अब यसमा चाहिँ म हजुरलाई यो स्टक इमेजलाई अनस्टक कसरी बनाउने है यही कुरा सिकाउँदै छु साथीहरु। यसको लागि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला साथीहरु। र भिडियोलाई के कस्तो मान्नुहुन्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्न नबिर्सनु होला साथीहरु। भन्दै अब अहिले चाहिँ म भिडियोतिर लागे साथीहरु हैन। मसँग स्टक इमेज छ। अब यो स्टक इमेजलाई अनस्टक बनाउन कसरी बनाउने हैन म त्यही तरिका सिकाउँदै छु साथीहरु। तपाई टुल बक्समा जानु होला है। यहाँ चाहिँ रेक्टेंगुलर छ हैन, इलिप्स छ, सिंगल हैन, सिंगल रो, सिंगल कलम। यो मध्ये इलिप्स टुललाई लिनु होला साथीहरु। यो टुल लिइसकेपछि साथीहरु अब हामी यो आइजलाई चाहिँ यसरी मैले यसरी सिलेक्ट गर्छु है, कति चाहिन्छ आफुलाई। अनि सिलेक्ट गरिसकेपछि यसको टक्क यसलाई मिलाउनको लागि किबोर्डबाट साथीहरु एरो कीहरुको युज गर्न सक्नुहुन्छ हैन, जुन चाहिँ टप बटन हैन, लेफ्ट राइट यसरी मिलाउनु होला। मिलाइसकेपछि साथीहरु बीचमा आएर यही राइट क्लिक गर्नु होला, फेदरमा जानु होला। फेदर चाहिँ 30 राख्नु होला साथीहरु। मैले 30 राखे ल, ठीक छ। ओके मा क्लिक गर्छु है। यति गरिसकेपछि गर्दैछु म कन्ट्रोल जे गर्नु होला। किबोर्डबाट कन्ट्रोल जे गरेपछि लेयर बन्छ साथीहरु। त्यसपछि कन्ट्रोल टी दाब्नु होला है। अनि त्यसपछि राइट क्लिक गरेर अनि यहाँ चाहिँ फ्लिप होरिजन्टल भन्ने छ, यसमा क्लिक गर्नुभयो भने त्यसपछि चाहिँ यसरी आउनेछ साथीहरु। मैले एन्टर थिचे, मुभ टुलमा गए, त्यसपछि मुभ टुलको सहायताले यसलाई क्लिक सँगै ड्रा गरेर टक्क ल्याएर यहाँ यसरी कसरी मिल्छ साथीहरु हैन, टक्क चाहिँ यसरी टक्क मिलाउन सक्नुहुन्छ तपाईहरुले है। एकदम सजिलो तरिका रहेको छ साथीहरु हो। यति गरेपछि मेरो स्टकमा चाहिँ अनस्टक भयो साथीहरु है। अब मेरो पहिला कस्तो थियो भन्दा पहिला यस्तो थियो हैन, भने यस्तो बनाए साथीहरु है। त भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ साथीहरु। अब यस्तै नयाँ टेक्नोलोजी सम्बन्धीको भिडियोहरु चाहिँ नियमित हेर्नको लागि मेरो युनिक टेक्नोलोजी च्यानललाई सब्स्क्राइब गरिराख्नु होला भन्दै नेक्स्ट भिडियोमा नेक्स्ट टपिकको साथ उपस्थित हुने आशा गर्दै आजलाई भने बिदा भए साथीहरु। बाइ बाइ।